कविताको शीर्षक छ बाबा तिम्रो अनुपस्थिति। कविता पठाउनु भएको छ लेखनाथ भट्टराई, पूर्व सिक्किम, लोवर सामदुङबाट। उहाँको कविता यसरी सुरु हुन्छ। बाबा, तपाईँ गइसक्नुभयो र? किन आज मलाई छिटछिट पहाडीको बस्तीहरूमा आफ्नो बसाई सार्न मन लाग्यो? बाबा, तपाईँ गइसक्नुभयो र? किन आज मलाई छिटछिट पारीको बस्तीहरूमा आफ्नो बसाई सार्न मन लाग्यो? मलाई लाग्दैछ तपाईँ गएर पनि जानुभएको छैन। मलाई लाग्दैछ बाबा, तपाईँ गएर पनि जानुभएको छैन। यो हृदयको कुनामा बसेर मलाई दिनहुँ हेरिरहेको छौ। यो हृदयको कुनामा बसेर मलाई दिनहुँ हेरिरहेको छौ। यो भ्रमको मातले पनि कति मताउँदो रहेछ। जहिले नसामा नै युक्त कति यादहरूमा बाँच्नुपर्ने। जहिले नसामा युक्त कति यादहरूमा बाँच्नुपर्ने। तपाईको हातको न्यानो अझै बाँकी नै छ। तपाईको हातको न्यानो अझै बाँकी नै छ। सपनीमा आएर भए पनि मधुर बानीले सम्झाउनुहुन्छ। सूर्यको पहिलो किरणले तपाईको स्पष्ट सम्झाउँछ। सूर्यको पहिलो किरणले तपाईको स्पष्ट सम्झाउँछ। हावाको हरेक झोक्काहरूले तपाईको साथ गुनगुनाउँछ। तपाईले हिँड्न सिकाएका बाटाहरूमा जीवनको स्मरणीय पाठहरू पढ्ने र पढाउने जमर्कोमा जुटे। अब बाँच्ने छु म तपाईको आशीर्वादको साथले। आँखा बन्द गर्छु, देख्छु उही स्पष्ट हजुरको पाइलाले गोडेको सङ्घर्षको जीवन। मलाई लाग्छ तपाईको अन्तिम मुस्कान मेरो जीवनमा अमर र अजर बन्नेछ। कहिले नष्ट नहुने मेरो पलहरूमा अमेट छाप बस्नेछ। मलाई लाग्छ तपाईको अन्तिम मुस्कान मेरो जीवनमा अमर र अजर बन्नेछ। कहिले नष्ट नहुने मेरो पहलहरूमा अमेट छाप बस्नेछ। तपाईँ मेरो हृदय काशमा तारा बनेर चम्किरहनु है सधैँ। मेरो हरेक पाइलामा, मेरो हरेक मोडहरूमा तपाईँकै आशीर्वादले यात्राको तय गर्नेछ भन्ने आशामा पर्खेर बसेको छु। हो बाबा, म पर्खेर बसेको छु। मिठो अभिव्यक्ति व्यक्त गर्नुभएको छ। उहाँले यस कविता पठाएर साहित्य समाज पेजसँग जोडिनु भएकोमा हामी साहित्य समाजको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।